हेलो एभ्रिवान गुड मर्निङ। अनि आज चाहिँ म तपाईँलाई के देखाउनु गइरहेको छु भन्दाखेरि चाहिँ म चाहिँ हिजो बजार गएको थिएँ अनि थर्सडे हाटबाट चाहिँ मैले यस्तो मिठो कलरको जेरेनियम ल्याएको छु हो। यसको बोट पनि एकदमै बुस्सी छ, कोपिलाहरू पनि मजाले लागेको छ हो। यो एउटा भयो अनि यो चाहिँ सेकेन्ड, यसको पनि कलर एकदमै मिठो छ, यसमा पनि कोपिलाहरू धेरै छ, बोट पनि एकदमै बुस्सी। यो सेकेन्ड भयो। अनि यहाँनिर चाहिँ छ मोस्ट एक्सपेन्सिभ, यो चाहिँ सबैभन्दा महँगो दाममा लिएको चाहिँ रोज भेराइटीको हो। यस्तो दामी कलरमा छ, अलिकति घामले टल्किँदो रहेछ। यसको चाहिँ पट पनि यस्तो छ हो। अनि त्यो पछि चाहिँ यो पनि रोज भेराइटीको कटिङ हो, यो पनि महँगै दाममा लिएको छु। यसको पनि यस्तो छ, यहाँनिर सानो कोपिला निस्किँदो रहेछ। त्यसपछि चाहिँ यहाँनिर चाहिँ छ क्यालेन्चु हो। यो क्यालेन्चु पनि व्हाइट र पिङ्कको कम्बिनेसन छ कलर हो। अनि यो चाहिँ अलिकति ल्याउँदाखेरि ड्यामेज भएछ, यहाँ कोपिला चुट्टिएछ गाडीमा हाल्दाखेरि, अनि त्यसलाई पनि म अब रिपोर्टिङ गर्नेवाला छु। त्यसपछि चाहिँ यो भेराइटीमा चाहिँ मेरोमा थिएन, यसको पत्ता पनि यस्तो छ हो। यसको पनि कलर एकदमै मजाको छ, अरेन्ज कलरमा यो भयो। अनि त्यो पछि यहाँनिर पिङ्क कलरमा लिएको छु यो। अनि त्यसपछि चाहिँ मैले यहाँ के लिएको छु भन्दाखेरि चाहिँ यहाँनिर लुपिन पनि लिएको छु, यसको लुपिनको बिरुवा। अब यसलाई चाहिँ म रोप्नेवाला छु। यहाँ यस्तो छ, यसमा पनि डिफ्रेन्ट कलरमा छ भनेको छ, तर कस्तो हुन्छ है भोलिपर्सि फुल्दा मात्रै थाहा पाउँछ। अनि त्यो पछि चाहिँ यहाँ क्रिसेन्थिमम पनि लिएको छु, यो भेराइटीमा थिएन हाम्रोमा, अनि त्यो भएर लिएको छु। यो चाहिँ कालिम्पोङबाट आएको बिरुवा हो भनेर चाहिँ भन्नुहुँदै थियो। अब कस्तो पछाडिसम्म नै फुल्छ कि यो कहिलेसम्म फुल्नु सक्छ, फुल्दिनु सक्छ, त्यो चाहिँ अब रोपेर बादमा मात्रै थाहा पाउँछ। अनि अब चाहिँ यिनीहरूको म रिपोर्टिङ गर्नेवाला छु। यहाँनिर छ ब्युटी क्विन चाहिँ यहाँनिर छ साथीहरू। अघि चाहिँ फ्रन्ट क्यामेराबाट त्यति साह्रो राम्रो कलर देखेको थिइनँ, त्यो चाहिँ ब्याक क्यामेराबाट यस्तो राम्रो आउँदो रहेछ कलर। अनि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है। अनि आजको लागि चाहिँ यति नै, थ्याङ्क यू, बाई बाई।